भाग्य नभएर होइन, पैसा नभएर धेरै कुराहरू गुमाएँ। कसैको न्यानो साथ अनि विविध किसिमका अवसरहरू, यहाँसम्म कि कसैले गर्ने पवित्र माया पनि त्यसैमा बिलाएर गयो। यसले धनको घमण्ड गर्यो चाहिँ नसोच्नु होला, तर पैसा बिना यो संसारमा केही नहुने रहेछ। न त तपाईँको बोली बिग्छ, न त तपाईँको व्यवहार बिग्छ। बस तपाईँको न त इमान्दारिता देख्छ। पैसा भयो त एभ्रिथिङ पाउन सकिँदो रहेछ। बस बा आमाको माया र बा आमा बाहेक सबै कुराहरू पाउन सकिँदो रहेछ।